हाई गाइस, सो अहिले चाहिँ रात पर्नु आँटिसक्यो है। अन्त अब म चाहिँ खाना बनाउन आँटेको है। अन्त खाना बनाउनु भन्दा अगाडि चाहिँ कर्जी मर्जी पकाउँ भनेर यहाँ पकाउन आँटेको। Bye bye bye. गाइस, म यहाँ कर्जी मर्जी भुट्दैछु है। मसलाहरू चाहिँ अघि पिसेको थियो हो। अदुवा, जिरा, पुरा गरम छ गाइस। छि पुरा खर्याउनु पर्छ कि खर्याउनुको लागि मेरो चाहिँ पानीहरू क्लिन थाल्छ। कर्जी मर्जी नै पाक्यो है गाइस। अब यो चाहिँ खाने। अन्त म चाहिँ अब चामल धोएर बसाउँछु, खाना बसाउँछु।
ममले चाहिँ यहाँ कोदोको जात बनाउनु हुँदैछ अब कर्जीमरीसँग खानुको लागि प्योर कोदोको यो चाहिँ नानी नै खाने चार भन्दै तपाईँले भक्कु खान्छ चार भन्दै गुड ठिक पारेछ पुरा गरम भएछ है के गर्नु म अब पढ्नु खानुपर्छ अब यसमा जानु कहाँबाट तताउनु त्यहाँ तलबाट मेथीमा कि त्यतिकै अब मेथीमा त तैँले त बङ्गै बनाउन रहेछ मेथीमा तताएर ल्याउँदा नि हुन्छ खाएगा मेरो लाग्दैन अब भातसँग खाने त अरू यहाँ छ यो त हड्डी तर यसले त खाँदैन होला है त्यो त फेरि कहाँ गयो दामी जाँड पनि दामी भएछ गाइस दामी हेलो गाइस कोदोको जाँड कुखुराको सेकुवा लोकल कुखुराको नि फेरि ब्रोइलर होइन नि लोकलको दामी छ गाइस दामी ल त अन्त बर्बाद ग्यासै उडाउने रहेछ खै यहीँबाट पाल्नु पर्ने कता हौ तलपट्टिको यसको के यही काम न के गर देवा म फेरि मेरै वाला ल्याइहाल्छु ल सब्जी बनाएको गाइस यो चाहिँ कर्जीमर्जीहरू खाइसकेँ म खाना नि पाक्यो अब सब्जी दाल चाहिँ दादाले बनाउनुहुन्छ अहिले चाहिँ गरम बढेछ गाइस मलाई देख्नु हुँदैछ धुवाले गाइस तपाईहरुले देख्नु भएको छैन होला है राम्रोसँगले यो फोन चाहिँ मैले किन यसरी राखेको भन्दाखेरि चाहिँ यो फोन राख्नु त्यहाँ सजिलो हुन्छ अरू ठाउँमा अप्ठ्यारो हुन्छ कि अन्त यति मात्रै देख्दो रहेछ हो फेरि त्यहाँ राख्दा चाहिँ त्यही कारणले एकदमै गरम बढेको छ गरम हुन्छ आगोमा खाना पकाउँदा अन्त यो चाहिँ आज अर्कै खालको स्टाइलको पकाइदिने है यो चाहिँ ग्रेभीमा हाली पकाइदिने त्यही कारण आज चाहिँ कुकरले हात पोल्यो ग्रेभी नलगाएको मन पराउनु हुन्छ हो त्यही कारणले चाहिँ यस्तो
तेलमा मात्रै फ्राई भएको खालके मन पराउनुहुन्छ नि त पानी नलगाई हल्का पानी त लगाउनुपर्छ तर पनि ग्रेभी नलगाएको खालको मन पराउँछौँ हामीले चाहिँ अन्त यस्तो पकाइदिएको बनाउनुको लागि फ्राई बनाइदिनुपर्छ अब के चाहिँ भन्छ यहाँ सर्नु यस्तो हुन्छ गाइस यहाँनिर खाना पकाउँदा चाहिँ पसिना पसिना त्यो माथि अहिले गरम पुरा बढेको छ हो एकछिन बाहिर निक्लिन्छु पुरा गरम भयो यस्तो भइरहेको छ खाना खाने नानी मलाई एउटा यस्तो यो दाल उगाउनुको लागि डाडु ल्याइदेऊ मासु अलिक भयो यति नै थ्याङ्क यू यहाँ लगाइदिन्छु ल दा अमिरलाई मासु म ल्याइदिन्छु ल चिची मेरो प्लेटमा लगाएर ल्याइदिन्छु ल के दियो तँलाई अलिक बेच्दा सब्जीको त्यहाँभित्र अरू छोडेर चाहिँ त्यसलाई मासु हजुर ल्याइदिँदैछु मम्मी खाना खाइसक्नु आँटिसक्यो म चाहिँ अब खान्छु क्या करना खाना पड़ेगा खानु खानु खाना तो पसंद नहीं लगता है अन्त लाग्दैन न र पनि हिन्दीमा के भन्छ खोर्सानी खानु नि अरूलाई चाहिँ अब मन पर्ने जस्तो त्यो बनाउन मात्रै गाउँघरमा खान्छु भने सक्दैन
यसले त ओखर आउँदैन यता आएर बसेर खान यहाँ चिसो पानी ल्याएको बहिनी यहाँ छ यताको कामतिर आएर पनि लु भयो कुकुर थियो यो छोपेर भोलि बिहान म खान्छु हुन्छ नानी भयो केही मन पर्दैन नानी भएको छैन पुग्यो के साह्रो बुझ्नु नि आएको के खाओस् कुकुर यी दाल त्यही लगाए मैले खाएको नि छैन सुर्ख्यो भोलि खानुपर्छ ओइ नानी के भयो उकालो हेरेको हेरे भयो त माम खाने नानी नानी माम खाने यिनीहरूको कुरा सुनेर हामी डाइरेक्ट सुन्नुमा पठाउँछ हामी सुत्नुपर्छ भाइ ल अरू कहाँ गयो हामी यस्तो बिमारी हुँदा नि हामीलाई हेर्दा नि अरू नै कहाँ गयो यस्तो हामी सुत्नुपर्छ बेकारमा यिनीहरूको कुरा सुनेर बस्नु नै हुँदैन ए अरू त आएको पो रहेछ त त्यहीँ बुझ्दैछ नि त्यो म त अरू त बिन्नु गयो भन्दै थिएँ